हेलो साथीहरु, हामी चाहिँ आज ऐना पहराको यात्रामा छौं। अनि बिचमा भेटौँला है साथीहरु। अन्जु हेर्न पर्यो हामी कहाँ जान लागेर अन्जु? काठमाडौँ घुम्न जान। हामी चाहिँ अब धादिङ बेसीबाट गाडी चढेर जानको लागि तयारी। मलेबुङमा कतिवटा गेट छ? 2 वटा। मलेबुङमा पुल त एउटै छ। हामी चाहिँ मलेबुङमा आइपुग्यौँ। ल है गाइस यो पुल यो गेट बल्ल राम्रो भयो। मलेबुङ गेट कुर्के खोला, यहाँको माछा र सुन्तला फेमस। मोगलिन पुरानो पुल हो त। एकचोटि यो पुलतिरबाट मान्छे गरेर होइन नि। हामी चाहिँ ऐना पहरा आइसक्यौँ। यतिखेर एउटा ठुलो पहरा छ अनि यहाँनिर यो भइरहेछ, यो साइडतिर काम भइरहेछ। फोटो सेसन गर्ने ठाउँ कल्चर। खाना खाने टाइममा हामी चाहिँ झोल मोमो खाने भनेको झोल मोमो यो होटलमा पाएन। अब फर्केर आउँदा खाने चाहिँ कुरा भइरहेको छ। मैसाबहरूको फोटो खिच्ने कार्यक्रम चाहिँ हुँदैछ। यहाँ त ठुलो हात्ती रहेछ अनि यता नेपालको झन्डा अनि यो माथि यो रेलिङ घुमेर चाहिँ पुरा हामी माथि जानुपर्छ झर्नामा जानको लागि चाहिँ। यो चाहिँ त्यो ख्याउटीमा नि। तिमीलाई भोक लाग्यो छैन? अन्जु भन्ने केटी नै हो। अनि यता कति सुन्दर गार्डन छ। यो पुरै म बनाउँदै जान्छु जान चाहिँ। एकदम राम्रो छ यो पुरा चाहिँ राम्रो छ। एकदम राम्रो छ यो ठाउँतिर चाहिँ। अनि थरीको फुलहरू छ। मलाई चाहिँ फुलप्रति नै लोभ लाग्छ। यहाँ चाहिँ ठुलो हात्ती छ अनि यहाँ मेन यो भित्र चाहिँ एउटा रेस्टुरेन्ट रहेछ। खानाको समयमा चाहिँ खाजा नपाइँदो रहेछ। चामलको भात मात्रै कति खानु भनेर अर्थकै खाना खोजेको तर यो पटक मिलेन हो। त्यहाँभन्दा धेरै माथि छ हामी पुग्न चाहिँ। त्यहाँ माथि मेन गणेशको सुँड भएको ठाउँ यहाँनिर छ। अहिले हामी त्यहीँ जान्छौँ। रेलिङ घुमेर चाहिँ पानीको झर्ना झरिराखेको छ। अनि मेन ऐना पहरा भनेको चाहिँ यही पहरा कारणले। यहाँ माथि चाहिँ धुलो उडिरहेछ, निर्माण कार्य भइरहेछ। उता भित्तातिर हाममा त्यो यता सुन्दर एकदम राम्रो सिँढी चढेर चाहिँ जाँदैछौँ। यो सिँढीहरू देखेर चाहिँ मलाई कायो जस्तो लागिरहेको। के गर्नु यो साइड हेर्नु अलिकति यहाँ मर्मत कार्य भइरहेको भएर चाहिँ यो आवाज आइरहेछ। एकदम सुन्दर मलाई चाहिँ खुब मन पर्दैछ। ओहो धुलो उडायो पुरै। हामीले हेर्ने भनेको यही हो परी।
आमा आमा छोरा यति धेरै मान्छे भइसक्यो साथीहरू हेर्नु न धेरै ठुलो एरिया त छैन यहाँ घुम्नको लागि रमाइलो लाग्यो मलाई चाहिँ अनि यो साइड चाहिँ परी देख्नुहुन्छ यो साइड चाहिँ परी छ ऊ परी म मन नपरी अनि त्यो साइड चाहिँ त्यो एकदम फेमस भइरहेको ठाउँ हो भिडियोहरू चाहिँ हामीले हेरिरहेको थियो अहिले चाहिँ पानी सुकेर सानो भइसक्यो तैपनि हामी चाहिँ एउटा हामीले चाहिँ मोमो खान पाएन अनि मोमो नपाएर समस्या खाएको फेरि समस्यामा नि आलु धेरै उयो मान्छे चाहिँ चौटै खान भनेर दौड्या थियो झोलमै पर्यो त्यही हो किन रोक्यो अरे भान्जी यहाँ ल आना मोमो खानु पाएन ल किन रोक्यो अरे भान्जी भन्नु त हामीलाई गाडी भाडा धेरै लियो कति रुपियाँ बढी लियो अरे 300 रुपियाँमा आएको अहिले 400 रुपियाँ 350 भने 350 भन्यो म अलिक त मात्रै पनि फेरि हामी मलेखबाट 100 रुपियाँ तिरेर जानुपर्छ होइन हामीलाई कम घाटा हो अनि भएर एक दुईजना बहिनीहरूले कम्प्लेन गरेर हामी चाहिँ यहाँ रौदीमा चाहिँ रोकेर बसिरहेको आनन्दले खाना नि पाएन यता आऊ न यता आना कति फोटो मात्रै खिच्यो है खाना के खायो झोलमा झोलमा आलु भएको समोसा अनि त्यस पछाडि आलु चप होइन नानी अर्को चाहिँ आलु चप खाएको त्यो पनि आलु चप नि कस्तो भन्नु होला भने कस्तर पटारेको जस्तो सारो आलु चप त्यस्तो के आलु भएको कलर लगाएर एकछिन तेलमा मात्रै डुबाएर निकालेको त्यस्तो क्या चाउमिन र मोमो खान नपाएर ऊ यस्तो हालत छ मान्छेहरूको आहाना यता हेर त आहानाले अनुहार कुचाइरहेको छ र आज आहानाले केही खान पाएन यस्तो पीडित छौँ